सबभन्दा ठुलोलाई माया दिने अनि ओइ चुप कोही बिरामी भए बेलामा अस्पताल लग्ने अस्पताल लग्ने चुप लाग ओइ एक कुरा सुन्नु देऊ त सानालाई माया गर्ने गुड राम्रै त बनाएको छ अरू बाहिर मान्छेलाई नमस्कार गर्ने कसलाई नमस्कार गर्ने रे बाहिरी मान्छे ल सक्यो त्यो अब दे अलि जा पछि निसाको पार्दा हामी समाजमा मिलेर बस्नुपर्छ पर्छ समाजलाई परेको बेला सहयोग गर्नुपर्छ पर्छ पर्छ कोही बिरामी भएको बेला हस्पिटल लग्नुपर्छ पर्छ गरिब दुखीलाई सहयोग गर्नुपर्छ पर्छ त्यही हो त समाजमा फोहोर सोर छ भने झन् त्यहाँ एउटा केरा बोल्दैन अब दोस्रो केरा खाने फालिदिनु दिए होइन ओए अरू भन्नु क्या सकियो ए समाजका निम्नलिखित छन् तल तल समाजमा दिएका तल निम्नलिखित छन् हामी समाजमा बस्छौँ समाजमा फोहोर नगर्ने समाजमा कसैलाई आपत्ति सहयोग गर्ने सहयोग गर्नुपर्छ बिरामी हुँदा हस्पिटल लग्ने एकछिन है सिधा बढी नै सिधा सब सिधा आफ्नो आफ्नो अगाडि फर्किने अगाडि भन्दा हो समाजमा यति हो समाजमा अन्नबाली माग्न आएर दिने दिल्ने बरु आफू चुक्ता भयो नि होइन आफूलाई खाना सुँग्ने पनि नहोस् होइन दिनु दिनु त ठिक हो त्यो समाजमा मिलेर सफा गर्ने सफा गर्ने के सफा गर्ने फोहोर गुड समाजमा रुख बिरुवा रोप्ने रोप्नुपर्छ त्यो त गर्नुपर्छ तर यो भन क्या समाज भनेको के हो भन्ने एन्सर मैले खोजेँ खास र समाजभित्र यस्तो गर्ने उस्तो गर्ने हराउनु फलाउनु ढिम्काउनु सबै भन्नु तिमीले ल अब भयो भन समाजमा हामी मिलेर बस्नुपर्छ पर्छ त्यो त समाजमा हामी कहिल्यै झगडा गर्नु हुँदैन त्यो झगडा त गर्नु भएन झगडा त पुलिसले ल्याइन्छ होइन गरिबलाई सहयोग गर्ने गर्नुपर्छ त्यो त कोही बिरामी हुँदा अस्पताल लैजाने अस्पताल त लग्नै पऱ्यो रुख बिरुवा नकाट्ने काट्नु दामी एन्सर कसले दिने हो क्या दे लक्ष्मी अलि दा ल देखिँदै भन् समाज भने कति चाहियो भन् के टिचर मिसाल त पारेन मैले अहिले त तावालाई पनि पकाएँ समाजको भन् त समाजको बारेमा अहिलेसम्म के सोचिदिँदैस् तैँले भन्दै भन् समाज मेरो साथी हो त भन् रुख बिरुवा नकाट्ने पहिले रुख बिरुवा लगाइस् त पहिले सोच है भन्ने भन् कुनै व्यक्ति
बिरामी पर्दा हस्पिटल लग्ने त्यो त लाउनु पर्छ बाबु त्यो नलागे त मर्छ भाइ कसैलाई ओए बाबु समाजमा होइन त्यो त होइन होइन रुख बिरुवा भनिदिएँ सकिन्छ अब भइसक्यो मैले भन्ने तैँले भने मिल्ने अघि नै अब मिलान्छ भन्न समाज भनेको एउटा समाजले चलाएको रीतिरिवाज हो समाजमा बस्दाखेरि के गर्नु त्यसको नियम लिखित छ न के गर्छ भने निम्नलिखित छ नाम भनेको जस्तै समाजमा बसिसकेपछि मिलेर बस्नुपर्छ बस्नुपर्छ रुख बिरुवा रोप्नुपर्छ पर्छ गरिबलाई सहयोग गर्नुपर्छ पर्छ कोही बिरामी हुँदा अस्पताल लैजानुपर्छ पर्छ त्यो भन्ने समाजमा बस्न जङ्गलमा बसेर त्यही सुरेश बस्छु त्यही अरू त सबै समाजमै बस्दैन हजुर तिमीहरूको एन्सर कस्तो भयो भन्दाखेरि